एउटा मेरो अन्तिम प्रश्न नि अहिले पूर्व विशिष्ट व्यक्तिहरूको जुन खालको हैन सुरक्षादेखि लिएर सेवा सुविधाको चर्चा चल्दै गर्दाखेरि तपाईँ यति धेरै सुरक्षाको बीचमा हुनुहुन्छ एउटा सामान्य गीतको त्यो पनि भिडियो विमोचन कार्यक्रममा तपाईँले सुरक्षाकर्मीलाई यसरी लिएर आउँदै गर्दाखेरि यो कस्तो खालको उदाहरण हो यो के देला यसले यो चाहिँ राज्यले दिने सुरक्षा हो। पहिला गएर ज्ञानेन्द्र शाहलाई सोध्नुहोस् किन वरिपरि सुरक्षा लिएर हिँडेको उनले किन चाहियो उनलाई उन त मार्चमा गइरहेछ नि त किन चाहियो सबभन्दा पहिला ज्ञानेन्द्र शाहलाई यो कुरा सोधौँ होइन तपाईँलाई चाहिँ किन चाहियो त्यो भन्दिनुहोस् ज्ञानेन्द्र शाहलाई चाहिएको छैन भने कसैलाई पनि चाहियो तपाईँलाई चाहिँ किन चाहियो त्यो मलाई भन्दिनुहोस् चाहिएकै छैन राज्यले दिएको थियो राज्यले दिएको कटौती गर्नुपर्छ पर्दैन अहिले यो विषय उठिरहेको छ अरू विभिन्न खालको जुन सहुलियत सुविधा दिन ऐन बनाउने कुरा गरिरहेछन् नि मेरो विचारमा अहिले केही पनि जरुरत छैन। पूर्व प्रधानमन्त्रीहरूलाई यो खालको सुरक्षा चाहिन्छ नेपालको हकमा यो चाहिँ अब राज्यको कुरा हो हेर्नुहोस् तपाईँ पूर्व प्रधानमन्त्री भएको हिसाबले मैले जनताको प्रश्न तपाईँलाई सोध्दैछु किनभने कटौती गर्नुपर्छ भनेर सडक र सदनमा यो कुरा उठिरहेको छ सरकारले फेरि नीति नै बनाएर अगाडि बढिरहेको ठिक छ म अहिले कटौती गर्न सबै तोड्दै पनि हुन्छ तर के परिवर्तन हुन्छ त्यसले जनताले खान पाउँछ राज्यको खर्च घट्छ नि मान्यज्यू हो जनताले खान पाउने ल्याउनु पर्ने व्यवस्था पहिला भूमि सुधार गर्नु परेन कृषि क्रान्ति गर्नु परेन यो देशमा उद्योग धन्दा खोल्नु परेन